हेलो गाइस, बिहानको 5:16 भएको छ र म उठिसकेको छु। ल अब एक्सर्साइज गर्छु, मुख धुन्छु अनि कलेज जानुपर्छ। रेडी भएर अब कलेज जान लागेको छु म। आज प्र्याक्टिस क्लास रहेको छ हाम्रो कलेजद्वारा अनि बिहान उठेर जानु परिरहेको छ। बोर्ड इक्जामहरू चलिरहेको छ, त्यसैले पढ्नुपर्छ साथीहरू। तो गाइस मैं आ गया हूँ, आइपुगेको छु म कलेज। बिहान ललितपुर जिल्लामा रहेको छ। क्लास सुनसान रहेछ, मै हो कि क्या हो पहिलो मान्छे। बत्ती बाल्दिउँ। युहु नमस्कार सबैजनालाई। सो जम्मा 6 जना उपस्थित थिए हाम्रो क्लासमा अनि सर अब साथीहरू चाहिँ हामी 3 जनै थियौँ। पढेर रमाइलो भयो। आइपुग्यो रुममा, अब खाना खान जाने।